Welcome guys, welcome back to the channel. I'm that guy. हाम्रो फेभरेट मिल बनाऊँ अनि त्यसपछि भेटौँ. Okay, I think I learned my lesson. है म चाहिँ के भन्छ 1 घण्टा अगाडि काप्स खान्छु भनेर तर त्यो कहिले पनि 1 आवर बिफोर चाहिँ हुँदैन थियो क्या. खाँदा खाँदै यसरी भिडियो बनाउँदा केही हेर्दै खाँदा त्यो आधी घण्टा जति लाग्छ है मलाई. किन एकदम मिठो पनि हुन्छ, एकदमै त्यो मुखमा खेलाइ त्यसरी खान्छु क्या. म डाइजेस्टै हुँदैन जिम पुगुन्जेलसम्म पनि किन यस्तो ढिलो खाएछु जस्तो फिल हुन्छ क्या. एनिवेज ग्रोथ इज गुड जस्तो लाग्छ मलाई. अब हामीले 100 सब्सक्राइबर्स पनि फेरि हिट गर्न आँटिसक्यो. एकदमै छिटो लङ फर्म भिडियो हाल्न थालेको 2 हप्ता भयो. 2 हप्तामै यति भनेको आइ एम भेरी happy. Thank you for the support guys, keep supporting. आज अब यो भिडियो हालिसकेपछि 100 पनि हिट हुन्छ होला त्यो चाहिँ भरोसा छ मलाई अन यु गाइज. किन भन्दाखेरि 99% अफ यु गाइज आर एन्ड सब्सक्राइब. सो सब्सक्राइब. जबसम्म मेरो राम्रो ल्यापटप कम्प्युटर हुँदैन तबसम्म 3 भिडियो हाल्छु हप्तामा. राम्रो ल्यापटप कम्प्युटर भयो भने एडिट गर्न पनि सजिलो हुन्छ मलाई. त्यो भइसकेपछि चाहिँ म अलिकति भोल्युम बढाउँला. अनि थम्बनेल चाहिँ मेरो एकदमै एडिटेड देखिन्छ, त्यो आई नो. आम बिङ अनेस्ट. म च्याट जिपिटीलाई नै भन्छु लाइक थम्बनेल पनि म बेटर हाल्न सिक्छु. भिडियोको पेस पनि म कन्ट्रोल गर्दैछु. किन भन्दाखेरि सुरुको भिडियोहरू पनि बोलेको एकदमै धेरै छ, वर्कआउट एकदमै थोरै छ. धेरै कुराहरू सिक्दैछु म. भिडियोज बेटर एन्ड बेटर हुँदै जान्छ फ्युचरमा गाइज. सो त्यसको लागि ह्याभ पेसेन्स. म पनि इम्प्रुभ गर्दै जान्छु. धेर नबोलौँ, म यो मिल सकाउँछु. ओके, आजको भिडियोको टपिक हाउ आई बिल्ड माई एब्स. यो टपिकमा भिडियो नै बनाइनँ मैले. एप्सको बारेमा होल भिडियोमा केही भनेको पनि छैन. सो एप्सको बारेमा अर्को भिडियो आउँछ. प्ल्याङ्कले एप्स बन्दैन. प्ल्याङ्क्स गरेर एप्स कहिले पनि बन्दैन. त्यो जिम जान्छन् ट्रेनरले एप्सलाई प्ल्याङ्क गर भन्छ कि त युट्युबमा पनि हाउ टु बिल्ड एप्समा पनि प्ल्याङ्क हुन्छ. तर त्यो प्ल्याङ्क काम छैन. प्ल्याङ्कले कोर स्ट्रङ पार्नलाई चाहिँ हो, एकदमै राम्रो हो है. एप चाहिँ बिल्ड गर्नु छ भने प्ल्याङ्क केही काम छैन. यो खाइसक्छु एन्ड आई विल सी यु गाइज इन द जिम. जिम आइसकेँ, वार्मअप पनि डन, एभ्रिथिङ डन. अब इन्क्लाइन डम्बेलदेखि सुरु होइन. आज राम्रै जान्छ. ट्रेन त्यस्तो ड्रप पनि भएको छैन होला है. आई होप. धेरैजनालाई सन्डे मन पर्दैन कि, तर सन्डे यस्तो दिन हो जहाँ फ्राइडे र स्याटरडे लाइक रेस्ट पुगेको छ भने एकदमै दामी चेन्ज देखिन्छ क्या बडीमा. त्यो हप्ताभरिको मेहनत देखिन्छ क्या सन्डे. सो म चाहिँ हरेक सन्डे एक्साइटेड नै हुन्छु. यो हप्ता चाहिँ फिजिक कस्तो देखिन्छ, लाइक आज फिजिक कस्तो देखिन्छ भने म चाहिँ सन्डे चाहिँ अरू दिनभन्दा एक्साइटेड नै हुन्छु. चेस्ट, सोल्डर र बाइसेप हो. सो पम्प पनि क्रेजी हुनेवाला छ आज र फिजिक पनि क्रेजी देखिनेवाला छ. वार्मअप चाहिँ दामी नै फिल भएको थियो. अब मेन सेट हेरौँ. मोमेन्ट अफ ट्रुथ. ल ठिक छ. पहिलाको हप्ता 8 गएको थियो, आज बेयरली 9 गयो, विच इज गुड. तर सोल्डर हल्का दुखिरहेछ, विच इज ब्याड. डम्बेल अप गर्ने तरिका नमिलेर होला सायद, त्यही भएर सोल्डर दुखेको नभए नदुख्नु पर्ने हो. पम्प त राम्रै थियो. यसरी पाले पिलो भन्दा दुइटै एकैचोटि गरेर गर्दाखेरि चाहिँ राम्रो हुन्थ्यो होला. आम्मामा क्रेजिएस्ट लास्ट रेप थियो होला त्यो त. मैले फेरि फुटेज हेरेँ लाइक त्यो रेप चाहिँ लास्ट रेप चाहिँ क्रेजी थियो. मैले एकछिन त बिचमा पज गरेँ जत्तिकै देखिरहेको. ट्रेन टिल फेलियर गाइज. त्यस्तो हुनुपर्छ लास्ट रेप भनेको. ओइ त्यो वेट 4th नम्बरमा हालिदेऊ त. चेस्टको वर्कआउटको बिचमै एब्स स्निक इन गर्दैछ है अहिले पम्पको लागि. भाइ एउटा दामी वर्कआउट भिडियो लिदेऊ. म गर्छु होइन एक्सर्साइज, तिमी जस्ट सुट गरिदेऊ. त्यसपछि म टी सर्ट खोल्छु नि त्यसपछि होइन. दामी लिदेऊ ल. थ्याङ्क यू. आज यसमा एकदमै हेभी. टोटल कति हुन्छ 20, 15 त्यो होइन 85, 90 त्यस्तैतिर हुन्छ. Let him cook. Let him cook now. Let him cook. I said let him cook. Last workout, last exercise.
गीत बज्दैछ सो म धेरै बोल्दिनँ सो पोजिङ चेस्ट पम्प गर्छु सुरुमा अनि I cannot stop it. My bitch was a lean. My right pocket slugging. Snot, snot, rocking. Snot, snot, rocking. Smash out Ferrari. Oscar worry. I'm pissing out lean. एप डेफिनेसन वाइज चाहिँ म त्यस्तो युज चेन्ज चाहिँ केही पनि देख्दिनँ होइन ओब्लिक्स चाहिँ अलिक पहिलाभन्दा क्लियर भएको छ वेट ए देखिन्छ एप सके त्यस्तो भन्नु मिल्दैन जतिखेर हेर्ने भएर होला होइन एप्समा चाहिँ त्यस्तो केही डिफ्रेन्स देखिनँ पहिला म जस्तो थिएँ त्योभन्दा चाहिँ एकदमै बेटर भएको छ लाइक हिँड्दाखेरि पनि खतरा देखिन्छ इन सेप लाइक जिम जान्छ केही गर्छ टाइपको देखिन्छ विच इज रियली 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 गुड फर मी होइन यो कट अझ सकिन 1 महिना जति छ अझ सार्पर र सार्पर हुँदै जान्छ फिजिक सो वेट एन्ड वाच गाइज आजलाई यति नै थ्याङ्क यू सो मच फर वाचिङ एन्ड आई विल सी यू गाइज इन द नेक्स्ट भिडियो सी या